हामीले अब 2 महिना 17 गते हुँदो रहेछ। प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति वास्तवमा त्यो नियतवश हो कि त्यसमा सत्यता छ यो प्रष्ट होस् भनेर यत्रो लामो समय हामीले भनिसक्यौँ। अहिलेसम्म बेखबर छ। न रोस्टरमा बोल्नुभएको अभिव्यक्ति न यहाँबाट हटाइएको छ रेकर्डबाट, न प्रधानमन्त्रीज्यूले आएर चाहिँ त्यो करेक्सन गर्नुभएको छ। वास्तवमा यो अरू विषयमा जिद्दी गर्नु ठिकै हो, तर राष्ट्रियताको सवालमा जिद्दी गर्नु कति तपाईँको चाहिँ उपयुक्त हो त्यो नागरिकले नै भोलिको दिनमा त्यो निर्णय गर्ला। तर अझै पनि म जोरदारको साथ माग गर्न चाहन्छु, प्रधानमन्त्रीज्यूले दिनुभएको यो सम्मानित रोस्टमबाट अभिव्यक्ति चाँडोभन्दा चाँडो करेक्सन गरियोस् भन्ने माग गर्न चाहन्छु र उहाँले दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् भनेर म माग गर्न चाहन्छु। योसँग रेकर्डबाट हटाइयोस् भनेर 2 चोटि भनिसक्यो, अब फेरि कतिचोटि भन्नुपर्ने फेरि पनि भन्नुपर्ने अवस्था सिर्जना नहोस् भनेर चाहिँ म सम्माननीय सभामुखज्यूलाई पनि अनुरोध गर्न चाहन्छु। यसै गरी सम्माननीय सभामुख महोदय, देशमा आज जताततै हिंसा हुने अवस्था छ, तर सरकार बेखबर छ। सरकार कहाँ छ भनेर म सोध्न चाहन्छु। सायद यो लाइभ हेर्नु भएको छ भने म यहाँबाट सरकारलाई हात हल्लाएर सोध्न चाहन्छु, सरकार तपाईँ अब निस्किनुपर्छ। तपाईँ भित्र बसेर अन्धकारमा बसेर तपाईँको दूरबीन लगाएर हेरे देश ठिक छ भनेर तपाईँहरूले भन्नु पाउनु हुँदैन। किन भन्दाखेरि दिनदारै गोली चलेको छ, हत्या हिंसा बढेको छ, देशमा सङ्कट तपाईँको हुने अवस्था छ, तर सरकार बेखबर छ। म सबै तपाईँको चाहिँ देशवासीहरूलाई अनुरोध गर्न चाहन्छु, हामी सयौँ थुङ्गा फुल्का, हामी एउटा माला नेपाली, हिमाल पहाड तराई हामी कोही छैनौँ पराई, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै धार्मिक तपाईँको चाहिँ सङ्घ संस्थालाई, सामाजिक सङ्घ संस्थालाई अनुरोध गर्न चाहन्छु। सरकार बेखबर भयो भन्दैमा हामी मूर्ख हुनु हुँदैन। हामी मूर्ख भयौँ भने, हामी लड्यौँ भने हाम्रै दाजुभाइ दिदीबहिनीहरू, हाम्रै तपाईँको चाहिँ भाइ भतिजाहरू मर्ने हो। त्यसै कारणले गर्दाखेरि सबैलाई म सम्मानित रोस्टमबाट अनुरोध गर्न चाहन्छु, हामी संयमित हौँ र यो अवस्था यो समयमा हामी सबैजना संयमित भएर अगाडि बढौँ भनेर अनुरोध गर्न चाहन्छु। र साथै म सम्पूर्ण मिडियाकर्मीहरूलाई पनि म अनुरोध गर्न चाहन्छु, वास्तवमा स्थायी सरकार भनेको तपाईँहरू हो। हामी त 5 वर्ष, यो सरकार भनेको 5 वर्ष हो, तर तपाईँले चलाउने कलम भनेको चाहिँ स्थायी सरकारको रूपमा स्थापित भएको छ। तपाईँले खिच्ने भिडियो, तपाईँले चलाउने क्यामेरा भनेको स्थापित तपाईँको स्थायी सरकार हो। त्यसै कारणले गर्दाखेरि सरकारले पनि म अनुरोध गर्न चाहन्छु, सरकारले पनि यो आज किन तपाईँको चाहिँ सन्देश जारी गरिँदैन, सबै तपाईँको मिडियाकर्मी लगायत सबै तपाईँको आम नागरिकहरूलाई म अनुरोध गर्न चाहन्छु, आज कुनै पनि समुदायलाई लक्षित गरेर कुनै पनि एग्रेसिभ हुने खालको, उत्तेजना हुने खालको भिडियोहरू, तपाईँको लेखहरू सार्वजनिक नगर्नको निम्ति पनि म सबैलाई अनुरोध गर्न चाहन्छु। र सरकारले पनि आफ्नो आधिकारिक धारणा फेसबुकबाट होइन, नेपाल सरकारको तपाईँको चाहिँ आधिकारिक मन्त्री परिषदको लेटर प्याडमा अब कहाँ कसरी हुन्छ ती कुराहरू बेला बेलामा सार्वजनिक गरिरहनको निम्ति म अनुरोध गर्न चाहन्छु। र यस्तो बेला सम्बन्धित मन्त्रालयको मन्त्रीहरू कम्तीमा उपस्थित हुनुपर्ने सभामुख महोदय, न प्रधानमन्त्री हुनुहुन्छ न गृहमन्त्री हुनुहुन्छ, 2 जना मन्त्रीज्यूहरू यहाँ देख्दैछौँ। हिजो सर्वदलीय बैठक बस्यो, म पार्टी राजसभाको पार्टी सभापतिलाई विशेष धन्यवाद दिन चाहन्छु। तपाईँको तर्फबाट जुन पहल कदमी गर्नुभयो त्यो ठिक छ, तर त्यतिले मात्र पुग्दैन। यस्तो बेला सरकार अथवा प्रतिपक्ष सत्ता पक्ष नभनिकन हामी सबैजना सांसदहरू, सबैजना तपाईँको पार्टीहरू, दलहरू एक ठाउँमा उभिनुपर्छ सभामुख महोदय। तर यो बेलामा सरकारले पहल गर्नुपर्ने बेलामा सरकार आफै तपाईँको चाहिँ कालो कोठाभित्र लुकेर चियाएर हेरे जस्तो आज मलाई महसुस भइरहेको छ। त्यसै कारणले गर्दाखेरि म सरकारलाई निस्किनको निम्ति अनुरोध गर्न चाहन्छु र म भन्न चाहन्छु, बल प्रयोग गरेर समस्याको समाधान हुँदैन। हिजोको इतिहासलाई हामीले फर्केर हेरौँ भने, विभिन्न नेपालको राजनीतिक तपाईँको घटनालाई फर्केर हेरौँ भने बल प्रयोग गरे पछाडिको परिणाम के भएको छ भन्ने कुरा यहाँलाई थाहै छ। हिजो अस्तिको जेएनजी आन्दोलन हालै छ, ती शहीदहरूको रगत आज तपाईँको चाहिँ दङदङ्गिकन रहेको छ। त्यसैले म भन्न चाहन्छु, बल प्रयोग गरेर समस्याको समाधान हुँदैन। र म आज भन्न चाहन्छु, सरकार यो बेला बेखबर नभएर तपाईँको बाहिर निस्केर आज सूचना सङ्कलन गर्नेदेखि लिएर हरेक कुरामा सरकार तपाईँको चाहिँ यस सम्बन्धी
साँच्चै नै गम्भीर भएर लाग्नुपर्छ भन्ने हाम्रो दलको माग र मेरो माग पनि छ, हाम्रो माग छ। त्यसै कारणले गर्दाखेरि सरकार अहिले लुकेर बस्ने अवस्था होइन। र अन्तिममा म भन्न चाहन्छु, मैले सक्दिनँ भने चाहिँ सकिन्छ, पाइन्छ। हेर्नुहोस्, यो दुनियाँमा काम बिगार्नुको सट्टोमा सक्दिनँ भन्नु पाइन्छ। यति प्रधानमन्त्रीज्यूले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था भने हात हराइ हुन्छ, त्यो पाइन्छ। त्यो गर्नु सकिन भन्नु पाइन्छ। राष्ट्रसभाको आज 2/3 नजिक छ, 282 सांसद हुनुहुन्छ। कोही न कोहीले तपाईँको देश लिड गरेर जाला, तर यो ढङ्गले अभिभावक बिनबाट देश चलाउनु पाइन्न। सभामुख महोदय, देश र जनताले तपाईँको यसरी चाहिँ तपाईँको आज टुरो बनाउनु पाइन्न। त्यो हिसाबको कारणले गर्दाखेरि सरकार कि त निस्किनु पर्यो, कि त सक्दिनँ भनेर हात हराउनु पर्यो भन्ने मागको साथ यो तपाईँको जति पनि अहिलेको गम्भीर परिस्थितिहरू छ, सबै देशवासीहरू संवेदनशील भइदिनको निम्ति अनुरोध गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। जय देश जय माटो।